चाहिँ मेरो साथीहरूले के भन्नुहुन्छ भने मार्केटिङ गर्नु त कति सजिलो छ है, तपाईँको काम त कति आनन्दको, हिँड्यो अर्डर लियो हिँड्यो भनेर भन्नुहुन्छ कि, तर जुनसुकै काम पनि गाह्रो चाहिँ हुन्छ है, सजिलो चाहिँ हुँदैन। अनि म चाहिँ कुक कम्पनीमा काम गर्छु एज अ प्रिसेलर। अनि कुकमा काम गरिसकेपछि चाहिँ हामीले के गर्नुपर्छ भनेर देखाउँछु ल। यसरी हामीले फ्रिज मिलाउनुपर्छ है, फ्रिज मिलाउनुपर्छ। अनि अरू कम्पनीको प्रोडक्ट हेर्छौँ भने चाहिँ हामीले निकालिदिनुपर्छ। यहाँ 5वटा खण्ड छ भने हामीले 4टा खण्डमा चाहिँ आफ्नो सामान राख्नुपर्छ। अनि तलको भागमा चाहिँ हामीले जस्तै कि पानीहरू चाहिँ राख्न पायो, तर पेप्सी राख्न पाइएन। अनि कति आउटलेटले त फ्रिज पनि छुन दिनु हुँदैन कि, कस्तो गरम हुन्छ, किन छुयो फ्रिज भनेर भनिदिन्छ कि है। के गर्नु, काम हो, गाली पनि खाइन्छ, तर रमाइलो छ। यसरी फ्रिज मिलायो, अर्डर लियो, हिँड्यो। फ्रिज मिलाउने काम पनि गाह्रो छ। कति आउटलेटहरूले त अनि यत्रो मोमोको भाँडो राखिदिनुहुन्छ कि, आज अब भने हुन्छ राखिदिनु भन्छ नि, अर्को जग्गा फेरि त्यस्तै भइरहेछ, मात्र बोल भइरहेछ। अब म फ्रिज मिलाउने तर्फ लाग्यो है त। अनि जोरामा चाहिँ होइन, लगभग 1 महिना जति नै हुन आइसक्यो कि पानी परेको। अनि घाम पानी भन्न पाइएन। मार्केटिङको काम गरिसकेपछि चाहिँ अनि हो हामी मार्केटमा पुग्नुपर्छ, अर्डर लिनुपर्छ, फ्रिज मिलाउनुपर्छ। घाम पानी चाहिँ भन्न पाइँदैन। गाह्रो छ नि काम। मेरो यहाँको चाहिँ काम सक्यो। मैले यो फ्रिज मिलाएँ, अब यसको फोटो खिचेर हाल्नुपर्छ।